बुवा महिनाको कमाइ कति हुन्छ त नि? खै बाबु अहिले त अब निर्वाह चल्दैछ के रे, महिनाको लाख रुपियाँसँग आम्दानी गर्ने लक्ष्यमा छु के रे। हेलो नमस्ते, ब्याक टु माई च्यानल। सबैजनालाई सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। म पनि सन्चै छु, तपाईहरु सन्चै हुनुहुन्छ भन्ने आशा गरेको छु। र म आज चाहिँ सानो तपाईहरुमा सानो ब्लग लिएर आएको छु। तपाईहरु हेरेर साथ दिनु होला, सब्स्क्राइब गरिदिनु होला, बेल आइकन थिच्दिनु होला गाइस। ल गाइस, हामी चाहिँ जाँदै छौं। अब यो चाहिँ पोखरा महानगरपालिका 21 मट्टीखानको सिमानामा छौं। हामी जाँदै छौं। साथीहरु पछाडी आउँदै हुनुहुन्छ, म चाहिँ अगाडि छु। आज मौसमले पनि राम्रै साथ दिएको छ। एकजना बुवाले फोन गर्नु भएको थियो, उहाँको घरमा आउनु जसरी नि भनेर। उहाँ चाहिँ कृषि गर्नु रहेछ। उहाँको घरमा पनि हामी गएर हजुरहरुलाई केही कुराहरु देखाउने छौं। हेरेर साथ दिनु होला। जाँदै छौं, अप्ठ्यारो छ बाटो, एकदम राम्रो रहेछ यतातिर बाटो। ल हामी जाँदै छौं है, आइपुग्नु लाग्यो। बुवाको घर निरै पुग्नु लागेको छ हामी। जाँदैछौँ। ओ बुवा वहाँनिर हुनुहुन्छ। सक्नु लागेको छ उहाँको घरमा। बुवाले काम गर्दै हुनुहुन्छ। हेलो बुवा नमस्कार। बाबु नमस्कार नमस्कार। ओहो हाम्रो बाबु सन्चै हुनुहुन्छ के बुवा? एकदम सन्चै बाबु। ल ल ल ल जाम पानी सानी खाम। ल हुन्छ बुवा, हुन्छ। ल ल आउनुस् आउनु। हस् बुवा हस्। मेरो बाबु कताबाट आउनु भयो? तनी बुवाले फोन गर्नु भएको थियो अनि बुवाको के रहेछ कसो रहेछ भनेर यसो हजुर घरमा आइयो नि त बुवा। बाबुहरुलाई यसो दुःख सुख गफ गर्न हुन्छ। अब बुढो मान्छे क्यार्ने। हजुर हजुर बुवा। अब कि हजुरहरु जस्ता आए गफ गर्ने हो कि यही बारी हो मेरो? बारी हो। अरु के नै छ र बाबु? बुवा अनि सन्चै हुनुहुन्छ बुवा? हजुरको परिचय पाउनु भयो? हजुरले फोन त गर्नुभयो अनि मलाई यसै फोन आएको थियो अनि त्यसपछि पठाइदिनु भन्नुभयो। म चाहिँ हजुरको घरमा आएँ। हजुरको परिचय पाउनु भयो? ए बाबु, मेरो परिचय भन्दा मेरो वासुदेव शर्मा। हजुर वासुदेव शर्मा। हजुर। घर चाहिँ हजुरको यो मट्टीखानै पर्यो कि पोखरा? हैन, यो चाहिँ खास गरी भिरसुवाराको लामपोखरी भनेपछि यो चाहिँ भिरसुवारा भने जस्तै हो। हो है। हजुर, यहाँ वरिपरिको लागि। हजुर बुवा हजुर। हजुर। एहे, भनेपछि हजुरले के गर्नुहुन्छ? कतिजना परिवार हुनुहुन्छ हजुर? हाम्रो परिवार त अब 4 छोरी 1 छोरा हुन् के रे। हजुर। बुढाबुढी। हजुर। आमा। हजुर। अब भाइ बुहारी पनि भनौँ, भाइका अब एउटा छोरा एउटा छोरी। हजुर। अब मेरा 4वटा छोरी एउटा छोरा एहे हुन्। अहिले बाबु सबै अब छोरीहरू जति अब ठुली छोरी साथमा छन्। हजुर। अलि अपाङ्ग छन्। हजुर। अरू बुढाबुढी छौँ, आमा हुनुहुन्छ। हजुर हजुर। हामी 3 जना, अब यहाँ 4 जना भनौँ, यहाँ 4 जना छौँ। 4 जना। हजुर। अनि हजुरले के गर्नुहुन्छ खास? यहाँ कृषि एकदम राम्रो गर्नु भएको रहेछ। अहिले यहाँ चाहिँ यस्तो राम्रो फलहरू लगाउनु भएको रहेछ। मलाई त यस्तो हेर्न मन लाग्यो हैन। अब एकचोटि अवलोकन गराउनु है बुवा, हजुरको चाहिँ यो कृषिमा कतिको योगदान दिनु भएको रहेछ। ए अब हुन्छ नि, मैले अब के जानेको छु, के गर्न मन लाग्छ त्यही गरेको छु के रे। ल हुन्छ अब कताबाट हेरौँ? ल हुन्छ बुवा। यतातिर पपैया मेलन नै हो अंग्रेजीमा। हजुर बुवा हजुर। यो खरबुजाको र मेवाको यस्तो रुख हुन्छ है। यो रातो भएर खाने कस्तो हो यो खास? यो अब यसरी छिटा बसेपछि अब यो पहेँलो हुँदै जान्छ। पहेँलो भइसकेपछि अनि यो खानियो भनेदेखि एकदम रसिलो, पुरा रसिलो हुन्छ। हजुर। शीतलो पनि हुन्छ। एहे, एकदम राम्रो लाग्यो कि मलाई। यो वर्षै फल्छ बाबु, यो खारै सकिँदैन। यस्ता 3टा बुटा लाउने हो भने वर्षभरिलाई। अब यता आउनु है त। ल हुन्छ बुवा, उता जाऊँ। ल मलाई यस्तो राम्रो। ओहो, यो के हो बुवा? यो स्ट्रबेरी लाउनु भएको? यो मेरो अब नातिना भए। अब हजुरबालाई चाहिँ अब हजुरबाको माया के दिने हो त नि? यही स्ट्रबेरी लैदिन्छु पोखरा जाँदाखेरि। एहे, पोखरा परिवारहरु पोखरा भन्नुहुन्छ? नानीहरू पोखरा बस्छन्। हजुर। नातिनीहरूले नामै स्ट्रबेरी बुवा भनेर राख्न लाग्यो। सबै तलपट्टि के लगाउनु भएको छ? ल आउनु बाबु, अब तलपट्टि यता हेरेर जाम। ल हुन्छ, यता हेरेर जाम है। ल यो अब खाली टाइममा यसरी गुन्द्रुक बनाउँछु कि सागहरू लाछु जतासुकै। हजुर हजुर। अब खानको लागि अब यी प्याज छ। हजुर हजुर। यो के हो बुवा? यो अमिलो के चिज हो यो? यो कागती हो बाबु। यस्तो खालको कागती मैले फर्स्ट टाइम देखेँ नि बुवा। यो खास गरी यसलाई
कागती भनेर सुन कागती होइन, हजुर यसलाई निबु पनि भन्छन्। यो बोक्रेसित खान यो चाहिँ ठिक हुन्छ बाबु। ए हजुर नुन डोबेर हजुर हजुर खानियो भने यो अत्ताक्ली फल्ने ल हेर्नुहोस्, यसको फल कोही फुल्दैछ, कोही फल्दैछ, कोही पाक्दैछ। हजुर हजुर यो थरी थरी यसमा 5-6 थरी छ बाबु। ए हजुर यस्तै यस्तै 5वटा बुट्टा हुने हो भने अब यता जाऊँ, यता ल हुन्छ भयो यता हेरौँ ल। यो मेरो मार्फा साग बाबु, हजुरले घरमै लगाउनु भयो। घरमै लागेको यो मार्फा साग। हजुर अब यो अनि यसलाई चाहिँ तपाईँले विकासी मल हाल्नुहुन्छ कि घरमै लगाएको सबै अर्ग्यानिक मल हालेर गराउनुहुन्छ है? म यो गोबरमाथि लगाएको हो, त्यस पछाडि अब यसलाई गहुँत मात्रै राख्ने हो बाबु। यसमा अरू विषादी रहित हो एकदम। अनि बुवा तल के लगाउनु भएको? सबै त्यहाँ त उखुहरू सबै नयाँ नयाँ चिजहरू रहेछ, त्यता पनि हेरौँ है त बुवा। ल हेरौँ न बाबु। अब यो छेउछेउमा अब हजुर डालाबुट्टाहरू यो छेउछेउमा लाएँ किनारमा। हजुर अब यहाँबाट खेती सुरु छ है। अब रहेछ है बुवा। अब उखु हुन्छ कि केरा हुन्छ भनेर मैले यो दुई चिजै यो खास गरी मैले यो छेउमा लाउनुको अर्थ यो भल अलि ढालु जग्गा छ। हजुर यो त्यसो भएर यो तल भल पनि छेक्छ। हजुर हजुर यो पसानीले केरा भए नि हुन्छ, उखु भए नि हुन्छ भनेर लगाएको। केरा अहिले 6 गरी केरा पसाएको छ बाबु। हजुर हजुर अहिले 3 वर्ष भयो मैले यसलाई उगारेको, सृष्टि गरेको। हजुर 3 वर्षमा 6 गरी केरा पसाएको छ। उखु पनि अब जति खाए पनि उखु छ। हजुर केरा पनि ठिकै छ। यो यस्तो छ। यसमा तोरी लगाएको थिएँ, अब मकै लाउने हो। हजुर अब यो माथिल्लो अब यो सागको बिउहरू मार्फा साग म आफैले अब यहीँ यहीँको स्थानीयमा यसलाई चाहिँ निकाल्न इच्छा भएर हेरौँ के अरे बाबु। हुन्छ 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 है त हुन्छ बुवा। अनि यसमा पनि लगाउनुहुन्छ अहिले चाहिँ? अब यो टनेलमा अब यहाँ काँक्राहरू। अनि बुवा पानी कतिको छ यहाँ? पानीको कतिको सुविधा छ बुवा? एकदम अभाव छ बाबु। म खास गरी यो अकाशे पानी, यो बर्खे पानीलाई हजुर भण्डारण गरेर त्यो पानीबाट यस्तो गाह्रो छ है? पानीको एकदम पिउने पानी मात्रै। अरू सिँचाइको पानी हुन्थ्यो भने त यसलाई मैले अझै चिताए अनुसार बनाउँथेँ। पानीको अभावले गर्दाखेरि अलि यसमा समस्यामा छु। अब यहाँ यस्तै छ कच्चाकुच्चो। अब जे सक्छु, जे जान्दछु, जे भ्याम्छु त्यही गर्छु। यो चाहिँ मेरो अकबरे खुर्सानी हो। ए हजुर अकबरे खुर्सानी। त्यो स्ट्रबेरा हो बुवा? यो होइन बाबु, यो ड्राइगन। ड्राइगन फ्रुट। यो चाहिँ ड्राइगन फ्रुट हो। ड्राइगन फ्रुट चाहिँ अहिले परीक्षण गरेको छु। यो पनि सबै यो स्ट्रबेरी बाबु। यो सबै है? यो स्ट्रबेरी सबै। यसलाई अहिले यसलाई चाहिँ सफल भएँ भनेदेखि स्ट्रबेरीलाई चाहिँ मैले प्राथमिकता दिने विचार गरेको छु। हजुर यस्तो चिजमा। हजुर हजुर अब यो पनि ड्राइगन फ्रुट भयो है। हजुर अब यीहरू अब यहाँ यो लाइनमा पुरै सुन्तला छ। यहाँ रहेछ। यो के हो? यो फर्सी रहेछ है? फर्सी हो बाबु। यो चाहिँ खास गरी यो त्यति भएन, जतन भएन अहिले। हजुर चिसा पर्यो, त्यसो भएर कुयो। हजुर यतिमा मैले घिरौँला लाउने हो। हजुर हजुर टक्क व्यवस्थित गरेर यसमा मकै सकै नलाउने। हजुर हजुर अब यता छेउछेउमा खरबुजा लाग्छ। मेहनत गरे हामी नेपालीहरू, मेहनत गर्न छोडेको कारणले देश विदेश एकदम जानु परेको छ हैन? यो त एकदम आफ्नै देशमा चाहिँ गर्यो, आफ्नो देशमा चाहिँ अर्ग्यानिक खाना खायो, आफ्नो देश कृषिमा चाहिँ रमायो, लागि पर्यो भने चाहिँ विदेश जानु पर्दैन क्या अहिले। मान्छेले चाहिँ विदेश भन्छन् हैन? हजुर हजुर। अब चाहिँ नेपालमा पनि छ नि धेरै। किन नहुने बाबु, अवश्य पनि। इच्छाले यहाँ अब खरबुजा छ, यो यहाँ गिटी छ। अब यो काममा आउँछ भनेर गिटी छ, यसको छेउछेउमा खरबुजा लगाइदिए। अब हाम्रो देशको चाहिँ राजनीतिले गर्दाखेरि भर्खरका युवाहरू अब विदेशी चाहिँ बाध्य भएका छन् हैन? अब चाहिँ अब के गर्ने, राजनीति यस्तै छ बुवा। अब त्यही कोलाहल स्थिति देखेरै म बुढो मान्छे चाहिँ अहिले म सङ्घर्षमा उत्रेँ भनेदेखि छोरा नातिले नि केही सिक्लान् भनेर हो। अब यसमा केराउ लाएँ। हजुर अब यसमा अब यी पानीको अभावले यस्तो भएछ। यी पानी हुने हो भने यी सिमीहरू छन् यहाँभित्र, पुरै सिमी लगाएको छु। हेर्नु अब यो अदुवा पछिको तोरी हो। अब यहाँ पनि अलिअलि सिलो समयले पनि भइहाल्छ नि बाबु। अब यी मुला हुँदैछ, खानको लागि कुनै कमी छैन। अब मेरो यो पपैया मेलन चाहिँ हजुर ट्याक्क भाउ छोराले 1 कुन्टा खाम है त। हस् ल कस्तो हुन्छ बुवा? मैले फर्स्ट टाइम चाख्दैछु बुवा। के चढाउँ प्रभु म तिमीलाई, 2 हात मेरो खाली छ बाबु। ल आउनुहोस्। अब यस्तै छ मेरो जुचु। हस् अनि त्यहाँ यो खाम खाएपछि अनि त्यहाँ
देख्नुभयो कस्तो राम्रो हुन्छ बुवा यो ज्यात्ता बित्ती मिठो लाग्यो बाबु मलाई अब अरूहरूलाई हजुरहरूलाई अब कस्तो लाग्छ अब अलि पाक्यो छैन पाको भन्दा एकदम यस्तो यस्तो हुन्छ नि त यो पहेँलो हुन्छ ए हजुर हजुर कपडा जुनी चुइया दोकान लाँदाखेरि अब चुइया दोकान कत्रो बिच्ने यताउति त्यसो दुईटा हजुरले खानु न होइन यहाँ आमालाई दिनु आमाले खान्छन् उसको डोको भर्न भनेरलाई यी प्लास्टिक चुइया उहाँ दोकान गर्ने भाइलाई राख है बाबु दोकानमा आएको भनेर चाहिँ अस्ति आउँदा लिएर आएर छ अनि एउटा त्यस्तो डोको बनिदिएको के अनि बुवा हजुरको चाहिँ यस यो गण्डकी प्रदेश अन्तर्गत परेको रे होइन यहाँ हजुर हाम्रो चाहिँ गण्डकी प्रदेश सरकारले चाहिँ यो कृषि सम्बन्धी हजुरलाई सहयोग कतिको गर्छ अथवा ओडाले गर्ला नगरले गर्ला तपाईँलाई त्यस्तो कृषि सम्बन्धी सहयोग गर्ने छ कि छैन पहिलो कुरो त म आएको बल्ल हुँदै चौथो वर्ष बल्ल लाग्दैछ बाबु हजुर लाएर अब 1 वर्ष घर बनाउँदाखेरि गयो बाँकी रह्यो अब 3 वर्ष कुरो 3 वर्षमा अब यो सबै खरबारी थियो यसलाई खन्दा खोर्सिँदा अब यता यही माता खेल्दा खेल्दै दायाँ बायाँ हिँड्यो भनेदेखि यो यत्तिकै छोडिन्छ हजुर त्यसो भएर मैले कतैतिर पनि दायाँ बायाँ कतैतिर एउटा आशा पनि राखिनँ र कतै पाइन्छ भन्ने ठाउँमा पनि मैले त्यति खोजी गरेर लाएर हिँडिनँ किनकि मेरो यहाँ काम फेरि यो असरलै हुन्छ त्यसो भएर अरू स्थानीय सरकारलाई कतिको थाहा छ अब हाम्रो देशमा राजनीतिक हिसाबले गर्दाखेरि चाहिँ धेरै चाहिँ अब नेपाली जनताहरू अब देश विदेशिनु परेको छ अब यो कृषिमा काम गर्ने मान्छेहरूले चाहिँ एउटा चाहिँ योगदानहरू हुन्छ अब कृषिले चाहिँ सहयोग अब गर्ने धेरै किसिमका अब जुन चाहिँ बाख्रा पालनदेखि लिएर कुखुरा पालनदेखि लिएर अब भैँसी पालन सबै पालनको लागि सरकारले सहयोग पनि गरेको छ होइन हजुरहरूको अब यस्तो तरकारीहरू बालीहरू लाउनु भएको छ अब सरकारले पनि त केही कुरामा सहयोग गर्न सक्छ भोलि तपाईँको यही अर्ग्यानिक खानाहरू चाहिँ आफ्नै गाउँलेमा चाहिँ बजारीकरणहरू गर्न सकिन्छ होइन त्यसमा लागि तपाईँहरूलाई त्यस्तो सहयोग चाहिँ अब एउटा सरकारले सक्दो सहयोग गर्नको लागि हजुरले पनि कोसिस गर्दाखेरि चाहिँ हजुरलाई सहज हुन्छ कि भन्ने कुरा मैले गरेँ यस्तो मैले त्यो कुरो हजुरले भनेको कुरो चाहिँ एकदम जायज कुरो हो हजुर तर वास्तवमा भइदियो के भने ऊ सरकारबाट सङ्घ संस्थाबाट ऊ ऋण लिने हजुर अनि त्यहाँबाट आफ्नो व्यक्तिगत प्रयोजनको लागि खर्च गरिदिने सरकार ठग्ने मात्रै काम जतासुकैबाट भएको देख्दाखेरि भोलि म पनि लिएर त्यस्तै हुन्छु कि भनेर पहिला आफूलाई परीक्षण गर्दैछु म आफूलाई परीक्षण गरेर अब मैले सहयोग लिए पनि मैले चाहिँ सहयोग लिए अनुसारको मैले देखाउन आय आर्जन गरेर देखाउन सक्छु सरकारलाई विश्वास दिन सक्छु अथवा स्थानीय सरकारलाई प्रदेश सरकारलाई सङ्घलाई जसलाई पनि मैले विश्वास दिन भोलि सकेँ भने त भोलि त्यहाँ समन्वय गर्न सरकारलाई पनि फाइदा भयो सरकारले पनि लगनी गरेको औचित्य रह्यो अहिले त बालुवामा पानी सोचे चाहिँ छ बाबु उसले पाए नि चुड्यो छ अर्का बाख्रा देखाएर पनि लोन दिएछ अर्काको भैँसी देखाएर लोन लियो छ कसैले फर्मै छैन फर्म दर्ता गराएछन् कसैले बगैँचै छैन बगैँचाको नाममा लिएर झ्वाम पारिराखेका छन् आफ्नो त्यो पैसा चाहिँ अन्त अरू ठाउँमा अब देश विकासको ठाउँमा नभइकन आफ्नो व्यक्तिगत खर्चमा त्यो खर्च गरिरहेका छन् त्यसो हुँदाखेरि यो डामाडोल देखेर पनि म सरकारतिर त्यति आशावादी गरेर म त्यसरी छैन कि हस् भयो अब चाहिँ हामी चाहिँ अब टाढाबाट आएको हामी चाहिँ हजुरले फोन गर्नुभएको थियो र अनि के रहेछ बुवाकोमा चाहिँ आइदिनु पर्यो हजुरले पनि मेरो अब यस्तो कृषि कामहरू गरेको छु अब मैले चाहिँ यसो देखाइदिनु पर्यो भन्ने हिसाबले हामी आएको हो यो कुरो चाहिँ कसो हो भने मैले त्यसरी हजुरहरूलाई चाहिँ यहाँसम्म दुःख दिएको मैले के कारणले हो भने मेरो तर्फबाट त दुःखै सोचेँ नि हजुरहरू यहाँसँग आइदिएर मेरा 2-4 कुराहरू सम्बन्धित ठाउँसम्म सबै जनमानसमा चाहिँ पुर्याइदिनु भयो म गएर ठाउँमै गएर यो कुरो आवाज उठाउन भन्दा हजुरहरूले चाहिँ लैदिएर हजुरहरूले चाहिँ मिडियामा
राखिदिनु भयो र सबैले थाहा पाए, सबैको चाहिँ चेतना जागोस्, सबैले चाहिँ हो सरकारी पैसा भनेको सदुपयोग गर्नुपर्छ, विकास निर्माणमा लाग्नुपर्छ, सरकारले मैले गरेर खाने भनेर दिएको म चाहिँ सरकारलाई ठग्ने होइन, म चाहिँ आफ्नो परिवारलाई आफ्नो चाहिँ टोल समाजलाई चाहिँ हेरेर काम गर्नुपर्छ भन्ने त्यो चाहिँ प्रेरणा सबैमा जागोस् भन्ने म त्यो चाहिँ उसमा छु के भयो। हुन्छ बुवा, हामी चाहिँ पुग्नुपर्छ माथि फेदी खोला जानुपर्ने छ हामी। अब हामी चाहिँ फेदी खोला पनि आज त्यहाँ एउटा प्रोग्राम छ, त्यहाँ पुग्नुपर्ने छ। त्यस कारणले गर्दाखेरि हजुरको यो बाटोमा भयो, आज हजुरले फोन गरेर पनि बोलाउनु भयो। अब बाटोमा भएको कारणले चाहिँ हामी भेटेर जाउँ त, बुवाहरूसँग भेटघाट गरौँ। अब के कसरी बस्नु भएको रहेछ, अब कस्तो चाहिँ अर्ग्यानिकहरू लगाउनु भएको रहेछ भनेर एकदम हामीलाई पनि राम्रो लाग्यो। अब यहाँ नजिकहरूका स्थानीयहरूले पनि यहाँबाट तरकारी लानु रहेछ। अब बाहिरको बजारीको चाहिँ विषादीयुक्त भन्दाखेरि यो अर्ग्यानिक तरकारी खाँदाखेरि केही न केही स्वास्थ्यलाई फाइदा पनि हुने भयो। मैले यस विषयमा अब यो विषयमा फेरि मैले के विश्वास दिलाउन चाहन्छु भने मैले अर्ग्यानिक त भने कस्तो खालको अर्ग्यानिक, मैले कसरी अर्ग्यानिक गरेको छु भन्ने कुरो यसो मेरो गोठातिर पनि यसो गरेर हेरिदिनु भयो भने अझै ल हुन्छ, जाऊँ न त, ल आउनु त भाइ। हस्।